एकताल गाली हान्नु पर्थ्यो आरिसी जिन्दगी झन्डु त्यसको समेर बुढाले सधैँ जितिरहनु भएको छ सधैँ जितिहाल्नुहुन्छ नि बुढा कसको छ क्याफे खोलौँ मेटेर पागल नै नगर्ने म बिजनेस जिन्दगी प्यारो हुन्छ नि आफ्नो जिन्दगी सबैलाई आँसु लाग्यो एक्लै किन हो क्या म मुख छोडिदिउँ त्यसलाई छोडिदिउँ म्युट खाइसक्यो अघि मोडले फाल्दैछ के मुख छाड्छ तेरो लाग्दैन मुख छाड्यो भने जहिले आउँछ 3टा आइडिया म्युट खाइसक्यो र पनि आउँछ त्यो जेलर्स भएको म आउँदैछु बियर बोकेर पर्खिराख्नु है ओके बुढा आएर फेरि सुत्नै दिँदैन हजुरलाई माया गरेर त्यो राम्रो त्यही भएर म अझैले सुत्छु दिनभरि रातभरि एआई जस्तो लाग्छ हो मलाई त किन हो पनि म एआई नै हो नि त त्यो मलाई कहाँबाट कहाँ भइसक्यो तिमी भन्ने अब थाहा भएन मलाई हाई प्यारियोजु कसले हिँडाएको मुन्डो लगाइसक्यो तिमीले लगाऊ न लगाऊ के भयो त लाउन पर्छ मन लोभी हुन पर्छ नि के भएको छ त हाम्रो पनि मन लोभी हुन्छ होला हामीले देखाएको छैनौँ नि त थ्याङ्क यू नमस्ते इभिनिङ म गएको ल अहिले मेरो म्यासेज हेरेर यता रिप्लाई देऊ ल ल जाऊ हेर्दिनँ है मैले त म्यासेज त सुत्ने म त एकछिन आधीहरू बस्नु मेरो काम छ कि भोलि यसकै नाममा गरिदिन्छु हुन्छ गरिदेऊ मेरो नाममा गरे नि केही फरक पर्दैन बुढाको माया लाग्दैन त्यही बुढाको माया लाग्छ भनेर त अनि यहाँ भनेको त अहिलेदेखि सुतिरहेको छु दिनभरि भनेर मिठो परेछ हजुर पाइपो म आउँदैछु है ओके आएर मिस एकदम ठिक छ मलाई भन न मिठो त भएर बसिरहेछ टिकटक लाइभ नबस्नु कि म अनि लाग्दा फेरि भर्खरै बसेको म पाल्ने भनेको हात्तीलाई स्या तिमी मेरो बेदत नगर है हराबे त्यसो चाहिँ होइन एकदिनपछि आउँछ ल आश हुन्छ मलाई त भोक लाग्यो खाना खान जान्छु ए ल ल ल खाना खानु त्यो आउँछ त म सुनिरहेको सपना देखिसक्छु ल अब रेस्टुरेन्ट पुगेर आउँदा घरमा खाने भनेको एउटा कुरो आएछु सोनेल्स नो सरी खाना खाइसक्यौँ हामीले अघि नै खाना हजुरले खानुभयो दादाले हो 5-10 हुन्छ 5-9 7देखि माथि राम्रो भएन 8-9 त राम्रो त मेरो मतलब छैन त अर्काको छोराको मतलब गर्छु त मैले गर्मी छ नि अलिअलि गर्नु आएछु रुन्छु खबर चाहिँ धारामै सोच्यो पेटमा जानु अनि जबसम्म तपाईँ अग्लो हुनु नि त्यससँग गरेर त्यससँग बिहा गरेर घर मम्मीले मेरो छोरा कुरो सुन्नु मम्मी हुची भयो अरे फेरि पेटमा जानु अरे अनि फेरि बिहा गरिराख्नु अरे जबसम्म मेरो हाइट अल्गो हुँदैन तबसम्म बिहा गरिराख्नु मन छ
म्याडमजीको केही छैन हौ मेरो बिन्दास हो हाय हजुर धेरै पछि खासै बस्दिनँ आजकल म नमस्ते हुँदा फेरि निन्द्रा पुग्दैन रातभरि त्यही भएर सुत्छु अलिअलि 10 बजे नि नमस्कार भेनाहरूलाई लाज लाग्छ आउनुहुन्न क्या भेना त्यस्तो भेना लिएर आउनुहुन्न म यहाँ भेनापछि मस्किन पाउन्न क्या अरूसँग त्यही भएर भेना लिएर आउनुहुन्न सोचेको केही छैन ठिक छ मेरो खबर गुड कहिले आउँदिन अब तपाईँको लागि हुन्छ तपाईँको इच्छाको कुरा हो क्या आउनै पर्छ भन्ने केही छैन राखिराख नि तान्नेमा ल चार्ज गर्ने राख चार्ज गर्ने कहाँ टेप लाएर टाँस्ने हौ हेरी नेल देखाओ न आपका ये देखि भेना सोझो लास्टै सोझो हुनुहुन्छ भेना हिजो जस्तै हुनुहुन्छ सोझो त हराएको अचेल होइन मैले पुरा नाइट डिएक्टिभ गरेँ त्यही भएर नदेख्नु होला त्यसमा कनेक्ट हुनुहुन्छ पर्दैन हजुरले 12 नबाजे कसले बस्छ हौ यति बेला केही छैन मेचिँदै छ यो नेल्सले भइहाल्छ नि भाडा मज्नु किन हुँदैन हुन्छ यसले भन्नुभएको भाडा माझ्नु हुन्न म त मजाले तिम्रै बुढीसँग सुत्ने निन्द्रा पुऱ्याउ नि त के भयो त मेरो निन्द्राको किन यति धेरै चिन्ता हो तिमीलाई फेरि द्याट्स माई प्रब्लम नट योर भेनालाई डिस्टर्ब हुँदैन भेना बाबु यहाँ तिमी बस आफै बस्छ तिमी आफ्नो बुढीको बारेमा चिन्ता लिने अर्काको बुढाबुढी अर्काको जोइ भुइँको पनि कति धेरै चिन्ता हो सेवाहरू अचम्म लाग्दो कुरा गर्छु यार 4 केजी वेट लस सर्क्यो अरे चिया खाँदैछु तिमी भर्खर एकछिन है ल खाऊ तिमी लागिहाल्छ नि तिमीलाई के मन लाग्छ नि होइन